सामाजिक सञ्जाल फेसबुकबाट चाहिँ कति भ्युजमा कति डलर आउँछ आज डिटेलली जान्नेछौँ भिडियोलाई त अन्तिमसम्म हेरिदिनु होला है त। ल हेर्नुहोस् मैले आज 3वटा स्क्रिनसट लिएर आएको छु र पहिलो स्क्रिनसट देखाउन गइरहेको छु जसमा चाहिँ 1 मिलियन भ्युज आएको छ। 1 मिलियन भिडियोमा भ्युज आएको छ। डलर भन्ने $12 बनेको छ अर्थात् नेपाली झन्डै झन्डै 1800 रुपियाँ जति परेको छ। 10 लाख भ्युजमा चाहिँ 1800 रुपियाँ नेपाली परेको छ है त। त्यसै गरी दोस्रो स्क्रिनसट छ जसमा चाहिँ 1.7 मिलियन अर्थात् 17 लाख भ्युज गएको छ। तर डलर भने जम्मा $10 बनेको छ अर्थात् लगभग नेपाली 1400 देखि 1500 रुपियाँ पर्न जान्छ। भिडियोमा भ्युज भने बढेको छ तर पैसा अर्थात् डलर भने चाहिँ घटेको छ। र त्यसै गरी तेस्रो स्क्रिनसट छ जसमा चाहिँ भ्युज चाहिँ वात्तै लगभग 2 गुणा नै बढेको छ। 2 मिलियन भ्युज पुगेको छ तर डलर भने जम्मा $4 बनेको छ अर्थात् नेपाली जम्मा 600 रुपियाँ मात्र। यसको मतलब भिडियोमा भ्युज जति बढ्दै गएको छ त्यति डलर चाहिँ घट्दै गएको छ। यसको कारण चाहिँ के हो थाहा भएन। फेसबुकले चाहिँ कसरी डलर दिन्छ। कन्टेन्ट चाहिँ 3वटै ओरिजिनल कन्टेन्ट थिए र 3वटैमा चाहिँ भिडियोमा जति भ्युज बढ्यो त्यति डलर चाहिँ घट्दै गएको छ। तपाईँहरूको पनि यस्तै भएको छ कि के भएको छ कमेन्ट गर्नु होला। अनि तपाईँहरूलाई चाहिँ यो जानकारी कस्तो लाग्यो फलो गर्न नबिर्सनु होला है त।